मूल आधारभूत चाहिँ गाउँ योजना ल्याएको ताकि त्यो गाउँमा फेरि पुनर्वास गर्न सकियोस् भनेर हामीले त्यो कृषि र पर्यटनको साथमा त्यसलाई लिङ्क गरेर चाहिँ आदर्श गाउँ योजना भनेर ल्याएको छौँ। यो पुरै नेपालभरिमा 165 क्षेत्रमा चाहिँ यो हामीले चाहिँ नयाँ कन्सेप्ट अगाडि सारेका छौँ। त्यसको साथसाथ हामीले पुरानो उद्योगहरू पारम्परिक उद्योगहरूलाई पनि पुनर्स्थापित गर्ने किन स्थापित गर्ने आज चाहिँ हामी 100% स्टिलको लागि भाँडाकुँडाका लागि दैनिक उपभोग्य सामानको लागि चाहिँ हामीले अन्य देशमा चाहिँ निर्भर हुनु परेको छ। हिजो हाम्रो यहीँ बन्थ्यो, हिजो हामीलाई चाहिने कुटो कोठालो हँसिया हतौडादेखि लिएर हामीलाई चाहिने सामरिक उसमा जाने चाहिँ हात हतियार पनि यही ठाउँमा बन्थ्यो। तर हामीले त्यो आरनलाई हामीले चाहिँ भेला गरेर त्यो आरनलाई चलाउने चाहिँ समुदायलाई हामीले दलित भेला गरेर त्यो चाहिँ उद्योग बन्द भयो। त्यसरी चाहिँ काठको उद्योग बन्द भयो, ठेक्कादेखि सबै बनाउने हिजो तामाको भाँडा बनाउने, गाग्री बनाउने, काँसको यो बनाउने सबै उद्योगहरू स्थापित भयो। आज हामीले ब्रान्डेड कपडाहरू लगाएको छौँ तर चाहिँ पुरानो चाहिँ यो जुन हाम्रो ढाकाको उद्योग घाबुनाको उद्योगहरू सबै बन्द भयो। त्यस कारणले हामी यो सबैलाई आत्मनिर्भर गराउँ। हिजो आत्मनिर्भर थियो, आफ्नै गाउँमा यो सबै उद्योगहरू थियो, छालाको उद्योग हाम्रै गाउँहरूमा थियो। तर अहिले चाहिँ हामीले त्यो समुदायलाई जसले उद्योग चलाउँथ्यो त्यसलाई चाहिँ दलित भनेर हेला गरेर सबै उद्योग बन्द भएपछि आज हामीले 100% अर्कोका देशमा चाहिँ त्यो दैनिक उपभोग्य सामानहरू लगाएर चाहिँ परनिर्भर छ। त्यस कारणले यो चाहिँ संसदको या चाहिँ जनप्रतिनिधिको मूल दायित्व अहिले चाहिँ त्यसलाई चाहिँ पुनर्स्थापित गरेर यहाँ चाहिने जनतालाई चाहिने चाहे त्यो खाद्य पदार्थ होस् चाहे त्यो दैनिक उपभोग्य चिजहरू सबै कुरालाई चाहिँ सबै कुराहरूलाई हामीले चाहिँ पुनर्स्थापन गर्न आफ्नो देशलाई आफ्नो गाउँलाई चाहिँ स्वावलम्बन बनाउने। अर्को 165 क्षेत्रमा एकदम नयाँ भनेको चाहिँ मेरो सांसद मेरो अधिकार नयाँ त्यो चाहिँ कन्सेप्ट के छ भने गाउँ गाउँमा जान सबैको जनगुनासो के छ भने स्थानीय जनप्रतिनिधिहरूलाई त दिनदिनै भेटिन्छ तर सांसदहरूलाई भोट हालेपछि 5 वर्षसम्म उहाँले देख्ने त्यो पनि अर्कोचोटि चुनाव नलड्छन् त्यो देख्नु नपाउने भएको कारणले संसदसँग हाम्रो संवादै हुनु पर्दैन, हाम्रो पहुँचै हुनु पाउँदैन भन्ने सबैको जनगुनासो भएको कारणले मेरो सांसद मेरो अधिकार के भनेका छन् प्रत्येक पालिकामा नागरिक सांसद संवाद केन्द्र स्थापना। त्यसमा के हुन्छ भने प्रत्येक पालिकासँग समन्वय गरेर त्यहाँ एउटा क्याबिनेटमा एउटा सांसदको प्रतिनिधि बस्छ, उसको साथमा त्यहाँ चाहिँ सांसदले गर्नुपर्ने योजना र सबै कुराहरू त्यहाँ चाहिँ अफिसमा चाहिँ रेगुलर त्यहाँ चाहिँ कार्य सम्पादन भइराखेको हुन्छ र गाउँको जो पनि जनता या नागरिकले आफ्नो सुझाव या चाहिँ समस्या केही भन्नु परेको छ भने सिधै त्यो ठाउँमा गएर उहाँले चाहिँ लेखेर या फोनको मार्फत सबैको कुराले चाहिँ त्यो सांसदलाई दिनुपर्ने सुझाव र समस्याको कुराहरू उहाँले चाहिँ त्यहाँ रिपोर्ट गराउँछ र सांसदले प्रत्येक दिन साँझ त्यो दिनभरि आएको सुझाव उसलाई चाहिँ उसको टेबलमा साँझ 7 बजी उसको टेबलमा पुग्छ। भोलिपल्ट बिहान चाहिँ त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा उसले आफ्नो अफिसमा चाहिँ यो चाहिँ फिजिकली गएर भेट्नेको लागि हो। अगर कोही यही क्षेत्रको चाहिँ नागरिक चाहिँ विदेशमा बस्नुहुन्छ या अन्य ठाउँमा बस्नुहुन्छ प्रत्यक्ष त्यो पालिकामा गएर गर्न नसक्नेलाई डिजिटलको माध्यमबाट QR कोड बनाएर त्यसमा चाहिँ QR कोडको माध्यमले उहाँले चाहिँ आफूले त्यो QRमा स्क्यान गरिसकेपछि